हेलो गाइस, आज चाहिँ हामीहरू झापा जिल्लामा पर्ने सतासी धाममा फेरि पनि आएको छौँ। 2004-5 वर्ष अगाडि 2074 75 76 खोइ कति सालमा आएको थियौँ। अर्को केटाहरू 52 केटा थियौँ अर्को पालि चाहिँ। अहिले चाहिँ हामीहरू 4 जना आएको छौँ। केशव, सुरज भनेको शाहरुख खान, अनि अरुण भाइ अनि म। अब ठिकै छ, रमाइलो गर्नै पर्छ। सतासी धाम आइयो, नुहाइयो झरनामा पनि। पुरा गलिदो रहेछ। साढे 3वटा थुप्पा पुगेर आएको चुलीको गलियो। अब नास्ता खानुपर्छ अनि घरतिर लाग्नुपर्छ। ल, 2080 साल 4 महिना 29 गते सोमबार, साउन सोमबार। ल गाइस, बाई बाई। ल गाइस, हामी फाइनली अब ओर्लिसक्यौँ होइन। 4 जना आइज म गएको। जैसे तुझको बनाया गया है। हल्का धेरै सुरताल नलगा कि होइन, एकदम पुरा रमाइलो टाइपको क्या। धेरै सुरताल नलगा न, गलिन्छ के। एउटा हल्का योगा नेपाली गाना गा न, अनि मजा आउँछ। चिसो पानी भन्नाले झरनाको पानीले। ओहो हो, आउन त हामीहरू गाइस पहिले पनि 5 वर्ष अगाडि आएकै हो केटाहरूसँग ग्रुप बनेर। फेरि पनि आइदिउँ, रमाइलो गरिदिउँ, त्यही सोचेर लास्टै गइरहेछ नि। हल्का पप गानाहरू गान हो। यो लोकगीतहरू कति गाउँछस्? पप गाना याद आउँदैछ रे यस्तो ट्याक्सेसनमा। गाना साना बिर्सेर त्यो हो। फर्की फर्की नहेर मलाई। के गर्छु कि अमारे? गाइस, बोरिङ चाहिँ नहुनु, यस्तै छ बाटो नेपालको। शाहरुख खान कहाँ छ रे? शाहरुख खान रे? हो शाहरुख खान, कारला ढिला। ल ल ल, के मजा तान्छस्? मजा?
बाटो हो हिँडेर मात्र हुँदैन रहेछ क्या हल्का कुद्नु पनि पर्छ फेरि कुदेर मात्र धेरै हुँदैन लड्न पनि सकिन्छ आएको छौँ सतासी धाम सतासी धामको यहाँ शिवजी बाबाको अगाडि हामी दर्शन गऱ्यौँ अनि यता बजरङ्गी भाइजानको पनि गर्यो भाइजानको पनि गऱ्यौँ यता विष्णु यता विष्णु भगवान् के छ होइन भगवान्हरू सबै भगवानको दर्शन गर्यो अब हामी चाहिँ लागेको घरतिर लाग्दैछौँ अघि नै आएको 1-2 बजीतिर होइन ल जय श्रीराम